यो देशमा समस्या नेतामा होइन हामी जनतामा छ। यो कुरा आज म फेरि एकपटक प्रमाणित गरेर देखाइदिन्छु। आज हर्क साम्पाङ र सुदन किराती बीच एकता भएको छ। किराती अब सम संस्कृति पार्टीका वरिष्ठ नेता हुनेछन्। हर्क साम्पाङसँगको मेलमिलापपछि अहिले सुदन किरातीको वाहवाही भइरहेको छ। किराती र साम्पाङको मिलन भएकोमा कुनै अनौठो लागेको छैन, किनकि नेपालको राजनीतिमा यो एकदमै सामान्य हो। त्यसैले हामीले पटक पटक भन्दै आइरहेका छौँ कि नेपालको राजनीतिमा गोरुले ब्याउँछ अनि भालेले अन्डा पार्छ। तर मेरो खास आपत्ति चाहिँ जनतामा हो, किनकि सम संस्कृति पार्टी कार्यकर्ता र हर्क साम्पाङका समर्थकहरूको नजरमा आजबाट सुदन किराती एकाएक देशभक्त र देश बचाउन आएको नेता बनेका छन्। तर उही सुदन किराती आजभन्दा 2 वर्ष अगाडि हर्क साम्पाङको समर्थकहरूको लागि नाथे, कुलको इज्जत फ्याल्ने, पोचा लगाउने कुचिका, देश खाने किरा, विकास विरोधी अरू के थियो भनिसाध्य छैन, गनिसाध्य छैन। विश्वास लागेन? उसो भए आजभन्दा 2 वर्ष 2 महिना 11 दिन अगाडि अर्थात् 2024 को फेब्रुअरी 27 मा हर्क साम्पाङले लेखेको यो पोस्ट हेर्नुहोस्। यो पोस्ट आज पनि खोज्दा भेटिन्छ अनि यहाँ मुनि ऊ बेला आएका यी कमेन्टहरूलाई पनि मजाले हेर्नुहोस्। यो मात्रै होइन, 2025 को जुलाई 25 मा लेखेको यो दोस्रो स्ट्याटस पनि हेर्नुहोस् अनि यो मुनि आएका कमेन्टहरू पनि मजाले हेर्नुहोस्। यो मात्रै होइन, 25 कै जुलाई 5 मा हर्क साम्पाङले लेखेको अर्को एउटा यो स्ट्याटस पनि हेर्नुहोस्। साथै यहाँ मुनि ऊ बेला आएका कमेन्टहरू पनि मजाले हेर्नुहोस्। साम्पाङ र उनको समर्थनको नजरमा किराती चोर, फटा, नक्कली माओवादीदेखि पशुपतिको लास जलाउने मेसिन किन्दासम्म भ्रष्टाचार गरेर खाने व्यक्तिसम्म थिए। किनकि सुदन किरातीले पर्यटन मन्त्री हुँदै गर्दाखेरि धरानमा एयरपोर्ट बनाउन सहयोग गरेका थिएनन्। तर उही हर्क साम्पाङले आज लेखेको यो स्ट्याटस हेर्नुहोस् अनि यहाँ मुनि आएका उनका समर्थकको यी कमेन्टहरू पनि मजाले हेर्नुहोस्। सुदन किराती व्यक्ति उही, हर्क साम्पाङ पनि व्यक्ति उही, तर उनका समर्थकको लागि हिजो चोर, फटा, नाथे, कुलको इज्जत फाल्ने भएको किराती आज एकाएक राष्ट्रपति भएका छन्। हो, समस्या यहीँनिर हो। अर्थात् सुदन किराती हिजो नराम्रो हुनुमा अरू केही चाहिएको थिएन, मात्र आफ्नो नेताले उसको विरुद्धमा नराम्रो भनिदियो, बस ऊ नराम्रो भयो। अनि आज आफ्नो नेताले उही व्यक्तिको बारेमा राम्रो भनिदियो, बस ऊ आज आएर फेरि राम्रो भइदियो। त्यसैले भनेको समस्या नेतामा होइन, जनतामा छ। यो देश बिग्रेको नेता र राजनीतिक दलले गर्दा होइन, ती नेता र दलका समर्थकहरूले गर्दा हो। हर्क साम्पाङ र सम संस्कृति पार्टी त एउटा उदाहरण मात्रै हो। यो रोग हरेक दलमा छ, चाहे त्यो पुरानो कांग्रेस एमाले माओवादी होस् या नयाँ रासोपा सम संस्कृति या अरू कुनै दल होस्। हरेक दलको कार्यकर्ता र समर्थकमा यो सेम रोग लागेको, समर्थकलाई यो रोग लागेको छ नै छ। अनि यो